हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको दिन चाहिँ म ब्लग स्टार्ट गर्दैछु किनभने आज चाहिँ हामी डाँडाको प्रार्थनामा जाँदैछौँ। अनि कहाँ जाँदैछौँ अनि कस्तो ठाउँमा जाँदैछौँ भनेर चाहिँ म तपाईँहरूलाई देखाउँछु। अब चाहिँ हामी रेडी भइसक्यौँ। यी दादा छोरी पनि यहाँनिर रेडी भइसकेको छ। अब चाहिँ हामी जान्छौँ। गाडीले हामीलाई पर्खिराखेको छ। म चाहिँ यहाँ छु। नाचिदिनु त। ए मेरो छोरी चाहिँ नाच्दै छिन्। एकदम खुसी छौ? खुसी छौ राय? ए मेरो छोरी चाहिँ एकदम हाँस्दै रमाउँदै छिन्। अनि एकदम खुसी छु म पनि। अनि अब चाहिँ हामी जान्छौँ। गाडीले हामीलाई पर्खिराखेको छ। अनि गाडीमा चढेर गएको पनि म देखाउनेछु। त्यहाँ पुगेर पनि तपाईँहरूलाई म देखाउनेछु। फाइनली साथीहरू म चाहिँ छु है। अनि मेरो छोरी चाहिँ श्रीमान, मेरो बुढा चाहिँ आउँदै हुन्छ यहाँनिर। मेरो छोरी त्यहाँ। अब हामी जान्छौँ। साइकलभित्र राख्नुपर्ने हुन्छ। रायल यता हेर त। रायल यहाँ हेर। तिमी खुसी छौ? भएकी छु, मेरो छोरी चाहिँ यस्तै भएकी छिन्। अनि अब चाहिँ हामी जानेछौँ। अब चाहिँ हामी जाँदैछौँ साथीहरू, देख्न सक्नुहुन्छ। दादा छोरी म चाहिँ यहाँ छु। हामी चाहिँ हिँड्दैछौँ। बरगाछीमा हामीलाई गाडीले पर्खिराखेको छ। फाइनली साथीहरू हामी गाडी भएकोमा आइपुग्न आँट्यौँ। यहाँ हेर्नु, यहाँनिर कस्तो राम्रो भ्यू दृश्य देखिराखेको छ है। यो चाहिँ बरगाछीको सिधा हो क्या मलाई साथीहरू। अनि एकदमै राम्रो छ। अनि म चाहिँ यहाँ छु। यहाँ यसरी जाँदैछु। नानी र बाबा चाहिँ पछाडि आउँदै हुनुहुन्छ। अनि आज चाहिँ हामी कहाँ जान आँटेको भने धरान जान आँटेको है साथीहरू। गाडी भएको ठाउँमा त पुग्यौँ। मान्छे चाहिँ आउनु भएको रहेछ साथीहरू, तर गाडी चाहिँ आएकै रहेनछ। मान्छेहरू चाहिँ भेला भएर बस्नुभएको रहेछ एकदम सँगले। फाइनली हामी त आइपुग्यौँ। तर 7:30 भनेको त्यही त हो नेपालीको टाइम। जय मसी सबैजनालाई। गाडी त आएकै दादा छोरी चाहिँ पर आउँदै हुनुहुन्छ हुँदो रहेछ, तर गाडी चाहिँ आएको छैन। कहाँ जाने अरे? आज धरान पिकनिक खान जान आँटेको हो। कहाँ जाने अरे? धरान। आन्टी आउनुभयो? आन्टी कहाँ जान आँट्नु भएको यति राम्री भएर? धरान। किन जान आँट्नु भएको? नराम्री भएर अनि कहाँ जानु? हो। जय मसी। जय मसी। जय मसी। आउनु भएको छ त। यहाँ सबैजना गाडीको इन्तजारमा हो। गाडी त अघि आइपुग्ने कुरा थियो होइन? अन्त ढिलो भए पनि छोड्छन् कि भनेर छिटो आएको नि। त्यही त नि, हामी पनि यहाँ चाहिँ सबैजना इन्तजारमा छौँ है साथीहरू। अब चाहिँ कति बेला आउँछ। कहाँ जान आँट्नु भएको आज तपाईँ? आज हामी डाँडाको प्रार्थना जाँदैछौँ हो। धरानतिर होइन। म चाहिँ रायललाई बोलाएको। अचल रायलले जयमसी गर्नै छोडेको छ। आइसकेको छ। यो एउटा भयो अनि यो एउटा हो। यसमा चाहिँ हामी चढ्नेछौँ। अनि अब चाहिँ हामी चढेर जान्छौँ। कतिजना आइसक्नु भयो होला। अब चाहिँ हामी जानुपर्ने हुन्छ। यो गाडीमा हामी जानेछौँ है साथीहरू। आउनु न। आइसक्नु भयो सबैजना यति हो। मान्छेहरू मेरो यहाँहरू बस्नु भएको छ। हामी बाटोमा जान्छौँ। यहाँ चाहिँ सबैजना बस्दै हुनुहुन्छ है साथीहरू। ज्याल खुल्दैन। फाइनली
अब चाहिँ हामी गाडीमा बसिसकेको छौँ अनि यो गाडी हुनलाई चाहिँ अब कति बेर लाग्छ हामीलाई थाहा छैन साथीहरू। अब हामी एकछिन बस्नेछौँ अनि जानुपर्ने हुन्छ। आउँदै हुनुहुन्छ मान्छेहरू गाडीमा आउँदै हुनुहुन्छ। जारी छ है गाडी जय मसी। अर्को गाडी चाहिँ पर छ, यो चाहिँ बाखोर भनिन्छ यो ठाउँलाई चाहिँ। त्यहाँ चाहिँ सबैजना कतिजना बस्न सक्नुभयो गाडीमा। हामी चाहिँ बस्दैछौँ, मिलेर बस्नुपर्ने हुन्छ भनेर यसरी बस्दैछौँ। जय मसी छोरी रायल रायल यहाँ रायल पनि बसेकी छिन् छ साथीहरू गाडीमा छ। यहाँ पनि हुनुहुन्छ है साथीहरू दुईजना, एकदम राम्रो जोडी हुनुहुन्छ। पनि आउनुभएको छ बिचरा यसरी जानको लागि प्रभुको निम्ति। एकदमै जोसिलो वृद्ध भए पनि हामी चाहिँ अहिलेसम्म गाडीमा पर्खै भयौँ। गर्मीले यस्तो गाह्रो भएको छ अनि गाडी हिँडेकै छैन अहिलेसम्म पनि। पर्खाइमा छौँ हामी सबैजना, इन्तजारमा छौँ है साथीहरू। सबैजना पर्खाइमा छौँ, गाह्रो भयो हामीलाई। त्यो पनि ठिकै छ, आउँदै हुनुहुन्छ कतिजना टाढाको मान्छेहरू, त्यही भएर पर्खे सक्नुहुन्छ सबैजना। गर्मी भएर धेरै बेर भइसक्यो गर्मी भएको कारणले चाहिँ सबैजना साथीहरू। अनि साथीहरू एकदमै बाठी हो, आमाले दिनुहुन्छ भन्ने थाहा पाएर अघि गएको होइन? थाहा छ नि त, दिनुहुन्छ नि त जहिल्यै। अनि आऊ है, नजाऊ है रायल। अब चाहिँ गाडी हिँडेको अवस्था, हामी यो बाटोबाट जान्छौँ। अब चाहिँ हामी हिँड्यौँ है साथीहरू, एकदम गाडी हिँडेको छ। अब चाहिँ शीतल हुन्छ। अब चाहिँ हामी लागेको है साथी, हामी गन्तव्यमा पुग्छौँ चाहिँ। हामी यो बाटोबाट जानेछौँ है साथीहरू। यो बाटोबाट जान्छौँ सरर। गाडी घुमेको छ। मलाई चाहिँ एकदमै रमाइलो लाग्छ लामो यात्रामा हिँड्नको लागि। हामी मेन रोडमा आइपुगिसक्यौँ। अब यो बाटोबाट भएर, तर फेरि यहाँ किन रोक्दैछ थाहा छैन, रोकेको छ किनभने हामी मेन रोडमा आइपुगेको छौँ। यहाँ केही काम होला सायद रहेछ। माथि चाहिँ बनिँदै रहेछ अनि यहाँ तलबाट कति अप्ठ्यारो बाटो रहेछ है। हामी चाहिँ यो बाटोबाट जाँदैछौँ। अप्ठ्यारो रहेछ बाटो चाहिँ, बनिँदै रहेछ। त्यसै कारणले लस्करै शान्त रहेछ, जङ्गल रहेछ। पहाडको याद आयो जङ्गल देखेर चाहिँ। बाटो निर्माण कार्य हुने रहेछ। चाहिँ एकदमै राम्रो जङ्गलमा आएका छौँ। कति आइपुगेका छौँ है साथीहरू, कतिमा आइपुगिसक्यौँ। कतिको बजार त यो होइन, मेन रोड जाँदैछु है साथीहरू। जाँतेतिर
यहाँबाट धरान जाँदैछौँ। हामी चाहिँ जङ्गल रहेछ, एकदमै राम्रो रहेछ। पाहाडमा जन्मेकोले भएर होला जङ्गल मनपर्छ। त्यही धेरै सुपारी खेती गरेको रहेछ है अलिकति यहाँ। एकदमै रमाइलो रहेछ। हामी चाहिँ यताबाट जाँदैछौँ, फेरि घुर्नुपर्ने रहेछ। यस्तो रमाइलो ठाउँ रहेछ है साथीहरू, मलाई चाहिँ एकदम मन पर्यो। पहाड देख्नुहुन्छ, एकदमै राम्रो भ्यू। पहाड देख्ने बित्तिकै मन परिहाल्छ। वाउ, चाहिँ पहाडतिर लाग्दैछु। पर पहाडहरू मलाई चाहिँ मेरो गाउँतिरको याद आयो यो पहाड एकदमै राम्रो पहाड। त्यहाँबाट त एकदम राम्रो यहाँ पुल रहेछ अनि यहाँबाट चाहिँ राम्रो पहाडको भ्यू देखिँदो रहेछ है साथीहरू। एकदम राम्रो यहाँ चाहिँ खोला रहेछ, तर जाँदैछ रहेछ है साथीहरू। मैले कति सुनेको तर मैले देखेको थिइनँ, तर मैले देख्न पाएँ आजको दिन। यहाँ चाहिँ बस पार्क रहेछ अनि एकदमै राम्रो है। पछाडि जङ्गलहरू छ अनि अगाडि चाहिँ यस्तो ठाउँ, एकदमै राम्रो ठाउँमा हामी आउन पाएका छौँ। धेरै धेरै धन्यवाद तपाईँलाई। लेटाङ बजार, यो चाहिँ बजार रहेछ, बस पार्क पनि बजार पनि यहीँ लाग्दो रहेछ। कस्तो राम्रो बजार लाग्ने ठाउँ पनि साथीहरू, हेर्नु न। म चाहिँ आएको थिइनँ, म चाहिँ पहिलोपल्ट आउँदैछु अनि एकदमै यो दृश्यहरू देख्दै गर्दा एकदमै खुसी लागेको छ। पहाडहरू देख्दै गर्दा मलाई चाहिँ मेरो पहाडको याद आइराखेको छ। हेरेको जग्गा रहेछ है, यो चाहिँ कस्तो राम्रो जग्गा है साथीहरू, मलाई चाहिँ एकदमै मन पर्यो। तपाईँहरू पनि हेरेर इन्जोय गर्नुहोला, कस्तो लाग्यो भन्न सक्नुहुन्छ। मलाई चाहिँ एकदम राम्रो लाग्यो यो ठाउँ, यहाँको दृश्यहरू भ्यूहरू पनि राम्रो छ। यो झ्याल लगाएर बाहिरदेखि पुग्दैछु भने चाहिँ भित्रदेखि चाहिँ यो ठाउँ चाहिँ कति मन पर्यो है। अनि ठ्याक्कै पहाडको बिचमा अनि समतल भाग जग्गा रहेछ अनि कति राम्रो वरिपरि घेरेको पहाडले घेरेको ठाउँ रहेछ। यो चाहिँ लेटाङ नै होला यो पनि, कस्तो राम्रो रहेछ लेटाङमा। तिन बाबाको काखमा हुनुहुन्छ बाबा चाहिँ। अप्ठ्यारो बाटो रहेछ कि, ओह्रालो उकालो घुमाउरो अनि अप्ठ्यारो बाटो रहेछ। अझै पनि हामी जाँदैछौँ एकदमै सानो बाटो रहेछ। यस्तो बाटो, यस्तो जङ्गलबाट हामी जाँदैछौँ। यस्तो बाटोबाट यस्तो अप्ठ्यारो बाटो रहेछ है यहाँ चाहिँ। अनि एउटा गाडी चाहिँ अगाडि गइहाल्यो, हामी चाहिँ कता कता भन्दै सोद्धा गर्दै हिँड्नुपर्ने अवस्था भएको छ। खोलाको बाटो, ढुङ्गाहरू यत्रो रहेछ, एकदमै रमाइलो हुँदैछ है साथीहरू। गाई चाहिँ लुगा धुनु हुँदै रहेछ, पछाडि छ एकदमै देख्न सक्नुहुन्छ। बाटो अप्ठ्यारो देख्न सक्नुहुन्छ बाटो कस्तो छ भनेर। अर्को गाडी छ, चाहिँ यस्तो बाटोबाट जान्छु, यस्तो बाटोबाट आएको छु अनि अब गाडीबाट ओर्लिनु पर्ने अवस्था भएको छ, देख्न सक्नुहुन्छ। हामी सबैजना ओर्लिएर अब हिँड्नुपर्ने अरे। यस्तो बाटोबाट ठोकिन्छ अरे, यो गाडी चाहिँ सानो भएको कारणले। गाडीबाट ओर्लिएर यस्तो बाटोमा जाओस्, धन्यवाद। यहाँ छ सबैजना, अझै हिलो टेक्यो। जुत्ताभरि हिलो लाग्यो, अब के गर्नु। जुत्ताभरि हिलो लागेको छ है साथीहरू मलाई चाहिँ।
हिँड्नु पर्ने अरे जुत्ताभरि हिलो लाग्यो। यस्तो ठाउँ रहेछ जस राम्रो रमाइलो। धन्यवाद साथीहरू सबैजना हिँड्दै आउँदै हुनुहुन्छ ल भएकोले साथीहरू हामी हिँड्नु परेको छ यस्तो ठाउँमा आएर। यहाँ हाम्रो साना साना भाइहरू पनि हिँड्दै हुनुहुन्छ। जस ला एक्सर्साइज भएको छ हामीहरूलाई चाहिँ। हामी चाहिँ अब जाँदैछौँ। एकदमै एक्सर्साइज भयो। यस्तो जङ्गल बाटो ल्यायो। मेन रोड राम्रै थियो, त्यतिको बाटो बनाउँदै गरे पनि तर पनि हिँड्नु परे पनि धन्यवाद। आलिपुर पनि रहेछ साथीहरू। अनि यस्तो जलहरू कस्तो राम्रो घुम्ने जग्गा रहेछ यहाँनिर चाहिँ। यस्तो ठाउँ रहेछ है साथीहरू। खाने घुम्ने पार्क रहेछ यहाँनिर। कहाँ आइपुग्यौँ बा त्यो पार्क त होइन, यस्तो पार्क रहेछ यहाँ चाहिँ। यस्तो रमाइलो सालापा रिबीमा खिम अरे धार्मिक वन अरे लिम्बूहरूको होला। किराँतको रहेछ, किराँत राई साथीहरू। यस्तो ठाउँमा आइपुगिसकेका छौँ। प्रवेश गरिसकेका छौँ। राम्रो रहेछ। लामा जस्तै लाग्यो मलाई हेर्दै गर्दाखेरि। आएको छैन हिँड्न चाहिँ हिँडेको थियो यो बाटोबाट गाडीमा आएको थियो। मेरो छोरी पनि यहाँ चाहिँ अटोहरू बस्दो रहेछ। घन्टाघर आइपुग्यो। क्लक टावर धरानको घन्टाघर कस्तो राम्रो रहेछ साथीहरू। देख्न सक्नुहुन्छ यहाँ त्यस्तो रहेछ। एकदमै राम्रो रहेछ है। मैले चाहिँ देखेको थिइनँ तर मलाई एकदम खुसी लाग्यो यो। यहाँनिर त म आएको थिएँ। यहाँ बस पार्क घन्टाघर देखेको थिइनँ होइन, देखेको थिएँ यहाँ चाहिँ मैले। किनभने धनकुटा जाँदाखेरि यही बाटोबाट हामी गएको थियौँ नि त। अब हामी डाइरेक्ट जान्छौँ हड्क साम्पाङ इको पार्कमा। यहाँको बाटो चाहिँ यस्तो छ। हाम्रो घर जाने बाटो है, धनकुटा जाने बाटो। यहीँबाट उभिनु पर्यो होला कि कहाँबाट हो थाहा छैन। गाडी त फेरि घुम्दैछ। पार्क गर्न आएको चाहिँ गाडीबाट उभिन लागेको साथीहरू। लिँदैछौँ है साथीहरू गाडीबाट। यहाँ छ हाम्रो गाडी चाहिँ पार्क गरेको। यहाँ देख्न सक्नुहुन्छ। अब हामी जानुपर्ने हुन्छ। यता छन्। हामी यहाँ आइपुगेका छौँ। अब हामी हिँड्नुपर्ने हुन्छ अरे त्यहाँ पुग्नको लागि। गाह्रो छ हिँड्दै हिँड्दै जानुपर्ने। भारी बोकेर यसरी साथीहरू यसरी हिँड्दै हिँड्दै भारी बोकेर जानुपर्ने छ। साथीहरू जाँदैछौँ। उताबाट पनि आउँदै हुनुहुन्छ। अब चाहिँ हामी पुग्न लाग्यौँ है। पार्क पर छ अनि यहाँ जाँदैछौँ। एकदमै रमाइलो भयो बाटोमा। जस्तो भए तापनि हामी फाइनली आफ्नो गन्तव्यमा चाहिँ आइपुगेका छौँ। ठ्याक्कै हामी पार्कमा पुग्न लागेका छौँ। यस्तो रहेछ डाँडाको मुनि, पहाडको मुनि रहेछ। यस्तो रहेछ। बाबा छोरी पानी बोकेर बिचरा हिँड्दै हुनुहुन्छ। गाह्रो भयो। जलाधार क्षेत्र अरे
है एकदमै रमाइलो भयो। फाइनली अब त्यहाँ पुगेर म देखाउने छु। त्यहाँ जाने यस्तो रहेछ, खोला रहेछ, सबैजना एकसाथ भेला भएर पर्खिराखेका छौँ। फाइनली हामी रक गार्डनमा आइपुगेका छौँ। यहाँनिर देख्न सक्नुहुन्छ है, यस्तो रहेछ है। कति त आउनुभएको होला, म चाहिँ पहिलोचोटि हो यहाँ आएको। अनि यहाँ चाहिँ यस्तो यहाँबाट जानुपर्ने रहेछ, म तपाईँहरूलाई देखाउने छु। यस्तो रहेछ है यो चाहिँ। यस्तो यहाँ चाहिँ धेरै मान्छेहरू घुम्न आउनुभएको रहेछ। यस्तो दामी रहेछ है। वाह, मैले चाहिँ देखेको थिएँ मोबाइलमा, तर फाइनली म आफू पनि आउन पाएँ। एकदमै खुसी लाग्यो। सो ब्युटिफुल। धरानको चिनोहरू यहाँ चाहिँ फोटो पनि बनिँदो रहेछ, कति राम्रो। यस्तो दामी पार्क रहेछ है, मलाई कस्तो खुसी लाग्यो। पाहाडको मुनि पानी पनि देख्न सक्नुहुन्छ। जाँदैछौँ हामी चाहिँ, कहाँ जानुपर्ने हो। कहाँ बसेर प्रार्थना गर्ने हो थाहा छैन। सबैजना माथि माथि हिँड्दै हुनुहुन्छ, उकालै उकालो। हामी चाहिँ यस्तो बनाएको रहेछ भित्ता आउँदै पनि। यस्तो रहेछ है, यहाँदेखि माथि जाने ठाउँ रहेछ। अनि उता जानुभयो त सबैजना। पास्टर बुवा यता हुनुहुन्छ जाउँ। अनि यता जानुपर्ने रहेछ, हामी चाहिँ जानुपर्ने हो। यता आयौँ, घामले पोलेर गर्मी बनाइसक्यो। यहाँ चाहिँ पिउने पानी पनि रहेछ साथीहरू। यहाँ चाहिँ यस्तो दामी फुल भ्यूहरू, उता एकदम राम्रो रहेछ। यहाँ चाहिँ पानी रहेछ पिउने, टिकट काट्ने ठाउँ रहेछ यो। काटेर प्रवेश गर्दैछौँ भित्र। यहाँबाट भित्र जानु पर्दो रहेछ। हामी चाहिँ भित्र आइसक्यौँ, आउँदै हुनुहुन्छ। भित्र बसिसकेको, अब चाहिँ हामी हिँड्दैछौँ। यहाँ चाहिँ सबैजना फोटो खिच्ने हलहरू बोकेको, एकदमै राम्रो है। फुल देख्न सक्नुहुन्छ। पार्कमा छाता यस्तो दामी यस्तोहरू रहेछ। यस्तो ठाउँ रहेछ है, कस्तो मजाले बनाएको है। रोजन कला अरे सबै कुदेर बनाएको रहेछ। बस्ने ठाउँहरू पनि एकदम, बाटो पनि यहाँ चाहिँ बनिँदै रहेछ। यस्तो बाटो एकदमसँगले यहाँ के बनाएको हो। हामी चाहिँ कहाँसम्म पुग्नुपर्ने थाहा छैन, जाँदैछौँ। जान चाहिँ साथीहरू नियर साबलाई देखाएको रहेछ। क्रम जारी नै रहेछ। यहाँ के बनिँदै रहेछ। जस एकदमै राम्रो रहेछ है साथीहरू। तपाईँहरू त कति आइसक्नुभयो होला, म चाहिँ पहिलोचोटि हो। अनि एकदमै रमाइलो लाग्यो मलाई। ठाउँ ठाउँमा हरेक किसिमको के बनाएको रहेछ। गोर्खा चौतारी अरे, गोर्खा चौतारी। आरा काटेको ठाउँ, आरा धरान रहेछ।
चौतारीहरू यो चौतारीमा गर्ने होला प्रार्थना चाहिँ। हामी ठ्याक्कै अब चाहिँ आइपुग्यौँ प्रार्थना। यहाँ चाहिँ सबैजना खाली ठाउँै छैन, एकदमै राम्रो देख्न सक्नुहुन्छ। आरा काट्दै घुम्ने ठाउँ चाहिँ कस्तो राम्रो नि। आइपुगिसक्यौँ साथीहरू। यता 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 रहेछ बाटो, यतै रहेछ बाटो चाहिँ यता। अब चाहिँ हामी यहाँनिर प्रार्थना गर्नेछौँ यहाँ बसिकन। यहाँनिर साथीहरू अब हामी आइपुग्यौँ। अब चाहिँ हामी प्रार्थना गर्छौँ। पर्खिँदा पर्खिँदा सबैजना हामी यहाँ भेला भइसकेको छौँ। अब चाहिँ हामी सङ्गति गर्नेछौँ, हामी प्रार्थना गर्नेछौँ, डाँडाको प्रार्थना। अनि अब प्रार्थना पछाडि चाहिँ हामी पार घुम्नेछौँ। देख्न सक्नुहुन्छ सबैजना हामी भेला भइसकेको छौँ। यहाँ हाम्रो आन्टी पनि हुनुहुन्छ। हाम्रो आन्टीलाई रिसाउनु भएको छ कि क्या आन्टी? हाँस्नुहुन्न त तपाईँ? किन रिसाउनु? ए अब चाहिँ हाम्रो सङ्गति सुरु हुन्छ। साथी त्यतिखेर प्रभुले यही कुराहरू भन्नुहुन्छ। हाम्रो सङ्गति सिद्धिसकेको छ। अब चाहिँ जान्छौँ घुम्नलाई। यहाँ हाम्रो सङ्गति सिद्धिएर अब हामी जानेछौँ घुम्नका लागि। प्रार्थना सिद्धिएर हामी चाहिँ गइसक्यौँ। पहिलो रहेछ है साथीहरू, त्यही त नि अब हामी चाहिँ खासै घुम्नु नपाउने जस्तो छ। घुम्नै खोजिदिएँ मैले। साथीहरू हाम्रो चाहिँ प्रार्थना सिद्धिएर खाना खाएको यस्तो ठाउँमा बसेर खाना खाँदैछौँ। हामी चाहिँ
यस्तोमा बसेर बाँडै हुनुहुन्छ आन्टी चाहिँ, यहाँ माथि पनि हुनुहुन्छ। उता हामी चाहिँ यसरी बसेर खाँदैछौँ है साथीहरू। भोक लागेको बेलामा मेरो छोरी साथीहरू हामीले खाना पनि खाइसक्यौँ। अब चाहिँ हामी घुम्न पनि त्यति नपाउने पऱ्यौँ, किनभने 3 बजी नै गाडीमा पुग्नुपर्ने हुन्छ। तपाईँहरूलाई म देखाउँछु ल यहाँ माथि घर। माथि हेर्नु न कस्तोमा घर छ, यस्तोमा घर रहेछ साथीहरू। पाहाडमा यस्तै हो। अनि यहाँ चाहिँ कस्तो राम्रो ठाउँ हो है हुन चाहिँ, तर त्यसरी घुम्न पाइएन। यहाँ शालिग रहेछ, यहाँनिर गार्डन रहेछ। यहाँ चाहिँ हामी सबै खाँदै थियौँ, म चाहिँ उठिसकेँ। यहाँ त गुलाबको फुल, पानी रहेछ त्यहाँ पानको पातमा। फोटो पनि खिच्न पाएको छैन साथीहरू, आउँदै हुनु। यस्तो रहेछ साथीहरू, घुम्ने ठाउँ रहेछ सबै खालको रहेछ है यहाँभित्र चाहिँ। एकदमै राम्रो गार्डन रहेछ। पर धरान लेखेको रहेछ। यस्तो रहेछ यहाँभित्र चाहिँ, एकदमै राम्रो रहेछ। फुलहरू, गार्डन पनि रहेछ। घुम्ने ठाउँ यस्तो रहेछ। यो भित्राउँदी चाहिँ एकदमै घुम्ने ठाउँ, रमाइलो ठाउँ रहेछ है साथीहरू। एकदमै रमाइलो भएको छ। हामीले चाहिँ यसो फोटोसोटो पनि खिच्यौँ। अनि मुनि खोला, फोटो खिचेर धुलाको 500 रुपियाँ लाग्दो रहेछ। यति राम्रो रहेछ है एकदमै। यहाँ चाहिँ घुम्नलाई रमाइलो ठाउँ रहेछ। धरानको पहाडको मुनि अझै निर्माण कार्यहरू हुँदै रहेछ। जाने अब गएर गाडीमा बस्दै गर्ने, 3 बजी त गाडीमा पुग्नुपर्ने हुन्छ। अनि अब चाहिँ हामी जाने छौँ। फुलको हाँगा यहाँ चाहिँ यस्तो रहेछ, बस्ने ठाउँहरू, घुम्ने ठाउँहरू। यस्तो पार्क, एकदम राम्रो पार्क है। मैले देखेको थिएँ मोबाइलमा, तर म रियलमा आएर देख्न पाएँ। यस्तो रहेछ है साथीहरू, बस्ने ठाउँ, घुम्ने ठाउँ एकदमै रमाइलो रहेछ। गार्डन यस्तो रहेछ। यहाँबाट पनि छिर्ने गेट रहेछ। अनि हामी चाहिँ यताबाट गएको थियौँ। टिकट काउन्टर अरे, प्रवेश शुल्क 35। अब हामी जान्छौँ, गएर गाडीमा बस्दै गर्नुपर्ने हुन्छ। अब चाहिँ हामी गएको। बाई बाई धरानलाई। यहाँ चाहिँ काँक्रा, खरबुजाहरू केहरू बेच्दै हुनुहुँदो रहेछ आन्टीले। चाहिँ कहाँ जानुभएछ हौ नानी लिएर। अब हामी गएको है, सबैजना आउँदै हुनुहुन्छ। यस्तो रहेछ, यताको भ्यू पनि एकदम राम्रो रहेछ। अटोहरू मान्छेको पर्खाइमा छ। अब गएर गाडीमा बस्नुपर्ने हुन्छ हामी चाहिँ।
हामी गाडी चढ्ने ठाउँमा आइपुगेका छौँ। त्यहाँ घुमेर अब हामी यहाँ बस्छौँ, पर्खिन्छौँ। साथीहरू अब चाहिँ हामी घुमघाम गरेर अब हामी घुम्न लागेको आन्टीहरूको दुईजनाको दुईवटा मोबाइल हराएर कहाँ जङ्गलमै झरेछ अघि। अनि अब यहाँ त्यही कुराहरू हुँदैछ। अब चाहिँ गाडी लागेको अर्कै बाटोबाट जान्छौँ साथीहरू। अघिको बाटो चाहिँ त्यो बाटोबाट जानुहुन्छ, अहिले चाहिँ हामी अर्कै बाटोबाट जान्छौँ। यतै गरेको हामी चाहिँ गएको धरानबाट हिँडेको है हामी चाहिँ। गोल रहेछ यहाँनिर। अघि आएको बाटो हुँदै हो, अघि आएकै बाटो हुनुहुन्छ कुन बाटोलाई छोड्दै। अनि हामी पनि यहाँ जाँदैछन्। अनि अब हामी पनि जान्छौँ। हामी पनि उल्लाबारी आइपुग्यौँ। अब एकदम सँगले म त कति निन्द्रा लाग्यो। अनि एकदमै रमाइलो पनि भयो। कुनै ठाउँहरूमा चाहिँ अलिकति अप्ठ्यारो भएको छ, त्यही पनि ठिकै छ। हामीलाई चाहिँ यहाँ लिएर ओह्रालिदियो। बाबा छोरी हिँड्दै हुनुहुन्छ। उर्लाबारीमा आइपुग्यौँ हामी चाहिँ। अब चाहिँ पशुपति स्कुलको अगाडि छोडिदिएको छ। त्यहीँबाट सजिलो भएको कारणले यहीँनिर ओह्रालिदिएको छ। गाडी चाहिँ अघि जहाँदेखि लागेको थियो त्यहीँनिर पुगेर सबैजनालाई छोडेर जान्छ होला। हामी चाहिँ यहाँनिरबाट नजिक हुन्छ, त्यसैले यहीँनिर ओर्लेको। मेरो छोरी चाहिँ त्यसरी हिँड्दैछिन्। रायल यता फर्क त, रायल घुम त, नाच। अनि साथीहरू अब चाहिँ हामी घर आइपुगिसकेको छौँ। बाबा छोरी चाहिँ दोकानमा कपकेक किन्दै हुनुहुन्छ। अघिदेखि होइन कपकेक खान्छु भनेको, त्यसैले अब चाहिँ हामी घर आइपुगिसकेको छौँ। मेरो आइपुग्नु भएको छ। हामी चाहिँ फाइनली घर आइपुग्यौँ। अब चाहिँ किरण साथीहरू दिनभरि एकदमै रमाइलो भएको छ। अनि एकदमै आशिषमय दिन भएको छ। अनि अब चाहिँ हामी घर आइपुगेको छौँ। अनि फाइनली अब चाहिँ म भिडियोलाई एन्ड गर्न लागेको छु। अन्तिमसम्म हेरेर साथ दिनुभएको लागि धन्यवाद। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त सबैजनालाई बाई बाई।